नमस्कार। तपाईँहरूको डिमान्डमा अब हामी सोसल स्टडीका विभिन्न च्याप्टरका प्रश्नोत्तरहरू लिएर आएका छौँ। जस अन्तर्गत आज हामी एकाइ 5 को नागरिक चेतना अन्तर्गत पाठ 7 मा रहेको मानव अधिकार संरक्षणमा सङ्घ संस्थाको भूमिका नामक च्याप्टरको प्रश्नोत्तरको बारेमा छलफल गर्नेछौँ। पहिलो प्रश्न रहेको छ, राष्ट्रिय मानव अधिकार आयोगको स्थापनाको आवश्यकता प्रस्ट्याउनुहोस्। उत्तर, मानव अधिकार संरक्षणमा सङ्घ संस्थाको भूमिका अन्तर्गत राष्ट्रिय मानव अधिकार आयोगको स्थापना औचित्यलाई निम्न बुँदाबाट प्रश्न पार्न सकिन्छ। पहिलो, मानव अधिकारका सम्बन्धमा काम गर्न र सबैका लागि गौरव, समानता र न्याय सुनिश्चित गर्न। दोस्रो, मानव अधिकार हनन हुन नदिन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न। तेस्रो, मानव अधिकार उल्लङ्घन गर्ने दोषीमाथि कानुनी कारबाहीका लागि सिफारिस गर्न। र चौथो र अन्तिम रहेको छ, मानव अधिकार संरक्षणका लागि सरकारवालाहरूको ध्यानाकर्षण गराउन। प्रश्न नम्बर 2 हेर्नुहोला। एम्नेस्टी इन्टरनेसनलले मानव अधिकारका क्षेत्रमा गर्दै आएका मुख्य कामको सूची तयार पार्नुहोस्। एम्नेस्टी इन्टरनेसनलले मानव अधिकारका क्षेत्रमा गर्दै आएका मुख्य कार्यहरू निम्नलिखित छन्। यातना विरुद्ध विभिन्न दबावमूलक अभियान सञ्चालन, विश्वव्यापी घोषणापत्रमा उल्लिखित अधिकार प्राप्तिका लागि अभियान सञ्चालन, मानव अधिकार शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन, मानव अधिकार विरोधी क्रियाकलाप नियन्त्रणका लागि विश्वव्यापी दबावमूलक अभियान सञ्चालन, मानव अधिकारको क्षेत्रमा खोज अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक। प्रश्न नम्बर 3 हेर्नुहोला। इन्सेकले मानव अधिकारका क्षेत्रमा पुर्याएका योगदानको चर्चा गर्नुहोस्। इन्सेक अनौपचारिक क्षेत्र सेवा केन्द्र सन् 1988 मा स्थापना भयो। अनौपचारिक क्षेत्रमा कार्यरत मानिसहरूको मानव अधिकारको रक्षा गर्नु यसको प्रमुख उद्देश्य रहेको छ। इन्सेकले मानव अधिकारका क्षेत्रमा पुर्याएको योगदानहरू निम्नलिखित छन्। मानव अधिकारको अवस्था अध्ययन र विश्लेषण गर्नु, सचेतनामूलक कार्यक्रम र तालिमहरू सञ्चालन गर्नु, मानव अधिकार उल्लङ्घनबारे उजुरी समाधानको खोजी गर्नु, अन्तर्क्रिया कार्यशाला र गोष्ठीहरू आयोजना गर्नु, मौलिक हक कार्यान्वयनका लागि दबावमूलक कार्यक्रम सञ्चालन गर्नु। यसको पाठ 8 को विभिन्न प्रश्न उत्तरहरूको लागि तपाईहरु हाम्रो प्लेलिस्टमा जान सक्नुहुन्छ। धन्यवाद।